ल फाइनली रुम आइपुग्यो राख न सामान भित्र लग न सो रुम आइपुग्यो रुमको हालत ठिक छैन पुरै मिलाउनु पर्छ लास्ट रुमको हालत त्यात यतिकै छ सबै गजङ गुजुङ अब मिलाउनु पर्छ अब मिलाएपछि हजुरलाई म देखाउँछु त्यो गाइस ल साथीहरू मैले यहाँ यसो रुमहरू अलि सफा गरिसकेँ होइन मिलाइसक्यो अनि बेलुनहरू फुलाउँदैछु यता हाम्रो बहिनीहरू आउनु भएको छ सो हाम्रो पैसाको बहिनी र उसको साथी आउनु भएको छ सो किचनमा चाहिँ हामी जाउँ होइन किचनमा के चल्दैछ के पाक्दैछ हेर्नु जाउँ देन आफ्टर त्यसपछि अनि दाइ पनि आउनुभयो दाइले पनि यता भनौँ न पिज्जा ल्याउनु भएको छ अनि फेरि दाइहरूले कपडा चेन्ज गर्नु जानुभएको छ अहिले आउनुहुन्छ होला सो हामी हेर्नु जाउँ किचनमा के चल्दैछ हेलो गाइज के छ हाम्रो साथीहरू हालखबर के हुँदैछ यता भगवान कस्तो देख्छ म ल तपाईले किनेको म होइन के कसको भेटाएको मैले उयो हाम्रो ल हाम्रो यहाँ टक्क तरकारीहरू यहाँ पकाउने तयारी भइरहेको छ है साथीहरू आज चाहिँ बिग फ्यान बिग फ्यान बिग फ्यान बिग फ्यान बनाइरहेको थिएँ मैले ए कसको के स्टार्ट हो के छ सो यही हो हाम्रो तयारी हुँदैछ है साथीहरू आउनुहोस् गर्नलाई ल बहिनीको नक्कल हेर साथीहरू रन्के दागाला अब यति बेलुन फुलाउनु दिएको रन्केर गाला हो के भन्ने अब म केही बोलिनँ तिमी चाहिँ बोल दिला सघाउ चन्दको तातो भइरहेछ दिला सघाउनु छ फकाउन झन् ग्यासमा रन्किन्छ म त ग्यासमा रन्किन्छ अरे बेलुन फुलाएर रन्किन्छ तिमी बस आनन्दले म चलाएर के गर्नु पर्दैन सबै रेडी भएपछि म भन्छु तिमीलाई अहिले कि सुत एकछिन अहिले म सबै भएपछि तिमीलाई भन्छु नि खबर गर्छु नि ल शर्मिला पनि दियो कडा दियो अझै रन केही हुन्न फुलाएर भएर रन्के पनि केही हुन्न अहिले त्यो लाउन लोसन मुख धएर आउला तिमी अहिले मजाले टक्क हामीलाई बेलुनहरू सबै भइसकेको छ है साथीहरू अब सजाउनु बाँकी छ होइन हामी हाम्रो नयाँ बहिनीको नाम के हो सुप्रिमा हेलो नमस्ते सबैजनालाई हेलो नमस्ते चाहिँ आफू जस्तै साथी भेटेछ हो अलि मजाले बोल्ने त्यो हुन्न के निस्किन्न के अब ला टाइट भएन पुग्यो भने मात्रै हो अझै अब त छोड्दै केही हुन्न अब यतिकै डोसा साम्बर इडली चटनी दिदीको हालत खराब भइरहेको पकाउँदा मात्रै यहाँ पनि डोसा चावर इडली चटनी गरी नाच्दै छ हो अनि यो त यस्तो उड्ने रहेछ नि त अनि उडाउनु चाहिँ कसरी उड्ने होइन त्यहाँ रसीले झुन्डाउने हो यहाँ झुन्डाउनु त्यही अनि आज बेलुन उडेको छ नि त उडेको त माथि उल्टो हेरेको चाहिँ उडिहाल्छ नि त्यही हेर न टाइटै भएन बर्थडे पनि उल्टो होइन यसरी बर्थडे पनि उल्टो होइन माथि झुन्डाउने होला नि त उड्ने टास्ने होला नि त टास्ने होला क्या टास्ने होला टाँसेर चाहिँ अड्काएको होला क्या त्यो आफै चलिरहेको अब यसरी यो गर्ने के यो अब यिनीहरू मात्र राख्यो भने अब कस्तो देखिन्छ कता राख्ने यता राख्ने यता टास्ने कुन साइड टास्ने अरू पनि कलर छ नि त मिक्स गरेर गर्ने कि अब यो मात्र गर्ने के ला बिर्स्यो चाहिँदैन हो सबै हेरेको यत्रो बर्थडे छ त अनि तिमीलाई अनि प्रिन्सेस जस्तो त्यो पनि चाहिने हो कि यसो यो यहाँ अनि सबै किन चाहियो त नि अनि भइहाल्यो नि बर्थडे यति भएपछि त रमाइलो भइरहेको अनि होइन म उता दिदीलाई यसो भिडियो गराएर हुन्थ्यो त कता झुन्डाउने बेलुन भनेर कन्फ्युज भइरहेको तिनीहरू कुन साइडमा घरको पछाडि त भित्र गर्ने न हेर न एकचोटि गर घरको पछाडि हो हेर न एकचोटि गर आज बनाउने गरे यहाँनिर के बनाउने अचार मलाई ओ दाइ आउनु होला अचार मलाई ल दाइ के हो यो के छ दाइलाई वेलकम छ हाम्रो भ्लगमा दाइलाई वेलकम छ कौन है ये लोग कहाँ से आते हैं म त झन् के रे यो गिम्बल युज गर्नु आइफोनमा हाल्नु न के हो यो चाहिँ माइक पनि छ कसको यो बहिनीको हो कहिले आयो यस्तो यो अस्ति भर्खरै हो तपाईँ सधैँ तपाईँको त प्रगति त तारो भएछ त के हो के छ दाइ गिम्बल बोकेर आएको गिम्बलमा राखेर गर्नु नि मिल्यो नि के भयो त तपाईँको त प्रगति पो भएछ कता झुन्डाउने र यो भन्दै त म त ध्यानमा हुनेन कहाँ है नाम देखाएर नि लाइट लगाउँदैछ ल दिमाग लगाऊ है दिमाग
सालीहरूलाई हेरेर हेर्नु भन्दैछ त जहिले त। के छ दाइ? सालीहरू आएको भने के छ दाइ हालको कस्तो ह्यान्डसम देखिरा हो दाइ यार? एकजना मात्रै साली हो र दुईजना साली आएको। कस्तो ह्यान्डसम देखिरा? आमा ओ माय गॉड। के हो? कोडालो म के यहाँ छ नि त भित्र हौ। यो आज सबै पुऱ्याइदिनु पर्ने। हातमै दिनुपर्ने। ल कत्रो टेको फेरि तासिनु परेन भित्तामा। सालीहरूलाई सहयोग गर्नु हेलो पर्यो। भन्नु यहाँ सबैजना। हेलो सबैजनालाई यो उहाँहाम्रो ज्वाइँ साहब अर्जुन ठकुरी युट्युब च्यानल हेरेर टासिनु वाच डबल उहाँलाई चाहिँ यो राम्रो डबल सबैलाई उहाँको च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन, कमेन्ट सेयर सबै कुराहरू गरिदिनु होला, भाइरल गरिदिनु होला यो भिडियो चाहिँ। ल गाइस ल है त साथीहरू हाम्रो यता अर्को ब्लग स्टार्ट भइसकेको छ। हाम्रो दाजुको ब्लग भनौँ न यता हाम्रो दाजु पनि एकदमै एक्सपर्ट भनौँ न, एकदमै धेरै एक्सपिरियन्स हुन्छ। सो पुरा गिम्बल सिम्बल होइन पुरा युट्युबमा मोनिटाइज भएर टन्नै पैसा कमाएर बाइक चाहिँ किनिसकेको दाइ उहाँ चाहिँ हाम्रो चाहिँ वर्किङको म्यानेजर पनि हुनुहुन्छ। हामी कमान सेयरिङ किचनमा छौँ। उहाँ ब्रदर चाहिँ हाम्रो यो फ्ल्याटको चाहिँ एकदमै वान अफ द मेम्बर होइन। ल गाइस अब सबै पाकिसकेको छ, रेडी छ। अब सामान चाहिँ ओसार्नु पर्ने छ। अब पुलाउ हो, अब मासु हो, अचार हो, सब्जी हो है त गाइस। यहाँ अब डेकोरेसन चलिरहेछ, बहिनीहरू मिलाउँदैछ बहिनीले सबै कुराहरू। स्क्रिप्टेड है स्क्रिप्टेड कस्तो स्क्रिप्टेड? म बाहिर गएर भिडियो बनाएर आउँछु भनेर है साथीहरू अलमोस्ट हाम्रो डेकोरेसन सकिनु लागिरहेछ, अझै सकेको चाहिँ छैन होइन। सबै अब जस्तो जस्तो छ त्यस्तै गराइरहेको छ। हाम्रो दाजुलाई चाहिँ यहाँ बल्ल 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 भिडियो डिलिट गरेर यहाँ खाली गराएर स्टोरेज बल्ल बल्ल फेरि भिडियो गर्न सुरु गर्दै हुनुहुन्छ दाइ। यही नहीं अभी और सुनिए। यहाँ सुन्तला र स्याउ गर्दै बसिराख्नु भएको छ किन कुनी दाडा गजब बेइज्जती है। यहाँ सुन्तला देखेको सुन्तला र स्याउ देखेको साथीहरू हेर्नुहोस् है, यहाँ सुन्तला र स्याउ देखेको सुन्तला र स्याउ भन्दै बसिराख्नु भएको छ। सो हाम्रो अब यही कन्टेन्ट अगाडि बढिरहेको छ, हेर्दै गर्नुहोस्, रमाइलो भइरहेछ जोस्। ल यतिको चाहिँ गर्नु भने तपाईँले नेपाल खानुहुन्छ। हो गोब्रो किन्नु भएको सबै गोब्रो होइन हो, यो जेट फ्लिप 6 हो, हमको सिखा रिया। ग्यालेक्सी जेट फ्लिप 6। मान्छे पनि हेरौँ त, मान्छे पनि यति चिल्लो भएर जाँदै हुनुहुन्छ के भएर पनि। कुवेतको हावापानी साह्रो राम्ररी एकदम राम्रो फापेको जस्तो नहीं तिनजना दिदी बहिनी यहाँ डेकोरेसन गर्दै हुनुहुन्छ है गाइस। ल यस्तै छ तिनजना दिदीबहिनी हाम्रो पुलो तिनजना बहिनीहरू तिनजना यहाँ मासु पाकेट छ, यहाँ अचार रेडी छ, यहाँ चाहिँ पुलो रेडी छ होइन, गाई जस्तै छ। अनि भम्मराको हुन्छ नि त नि निचोडेको रस यहाँ हुनुहुन्छ है साथीहरू। तलपट्टि छ ल यहाँ हाम्रो खोइ त नि ह्याप्पी न्यू इयर भइसकेछ अब। सबै ह्याप्पी न्यु इयर पनि बर्थडे पनि अनि भित्रपट्टि छ क्या यो तपाईँ त भएन नि त, ह्याप्पी बर्थडे त एक सुरमा हुनु पर्यो। अनि खोल न यता बहिनी उता पनि बस्नु पर्यो नि त, बहिनी दिदी बहिनी त नि टक्क तिनजना एउटै खाटमाथि चढेर चाहिँ पोलिटिक कसेर। डेकोरेसन यता गरेको त अनि बस्दैन यो के गर्दै तपाईँ ल ठिक छ ठिक छ ठिक छ ठिक छ डेकोरेसन तल झर्यो ल केकमै माथि फेरि त्यहीमा चाहिँ नचौ है, बिस्तारामा चाहिँ पुग नि त। एउटा तिमी पुग, एउटा दिलले पुग्छ, के भयो त दुइटा पुग्ने त नि। ल है। ल साथीहरू हाम्रो यस्तै छ होइन, अरू कुरा त्यस्तै हो। हामी चाहिँ यहाँ छौँ, यो चाहिँ अडियो चाहिँ अडियो हो है। बर्थडे सेलिब्रेसन भइरहेको छ यहाँ। ढोसा भनेर ढोसा मगाइदियो डोसा खाने कुन खाने त्यही त ढोसा अनि के हो चाहिने सबै पाउँछ हौ। तिनजनाको कभर भएको छ। ल ठिक छ लु अब सेलिब्रेसन जाउँ न त नि अब। माथि भयो अलि हो, यसलाई सार्नु मिल्छ यस्तो चाहिँ लानु छ नि हाम्रो कस्तो त्यो किन लाउनु पर्छ केटाकेटीहरू तिमी के हुन्छ कसैले नहलाउँछ। हातले धर्छ मोबाइल फेरि त्यहाँबाट गए कस्तो ठाउँमा राखेको अनि यहाँ अलि मिलेन क्या, ट्राइपोड राखेको त्यो माथि राखेको टाइपको राख्नु मिलेन क्या, यहाँ ठाउँ यहाँ ठिक हुन्छ। ल यहाँ ठिक हुँदैछ ल सबै। यो केटा के गर्दै प्रोभाइड गर्छ नि त। साथीहरू यो हाम्रो एङ्गलको बर्थडे भिडियो म सेलिब्रेसन प्रोभाइड गरिदिन्छु नि त।
माथि बस्न नजाउँ न अनि यहाँ दाइ बस्नु पर्ने यहाँ बस्नु होइन पर्ने हामी त उता बस्नु तपाईँ माथि आलु उता बस्नु माथि जाउँ न होइन 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 तिमी त बस्छ एउटा कुरा मिलेर बस्नु तिमीलाई प्रेममा हुनु पर्यो प्रेममा प्रेममा बस्न लग्यो त छिटो बस्नु बस्छ ल बस न बस के गर्ने सबै कुरा भोलिलाई हामी वेट गर्न सकिन्न एउटा चाहिँ यता हो ह्याप्पी बर्थडे अर्को चाहिँ यता हो ल सरी भोलि बर्थडे होइन तिम्रो न्यू इयरको भनेको त भोलि बर्थडे होइन हो कि होइन भोलि आज भइसक्यो 12 ल, बजे म भने बस बस यता यहाँ त दुईजनाको ट्विन्स के अरे भगवान वान टिथ वान बुलेट अँ। के भन्छ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है आया दाइ। दुईटा निशाना भन्ने टाइपको एकैचोटिमा दाइ दुईजना पनि आउनु न त बस्नु ल्याइ पनि यता अड्के होइन सबै आँखा होइन कि यहाँ माथि राख्नु के त तल राख्नु यता आउनु त उयो गर्नु सबैजना बर्थडे मनाउने एकैचोटि आउनु यता ठिक छ ठिक छ अहिले त छिटो सबैजना आइसक्यो आउनु बर्थडे फोटो नखिच्ने फोटो नखिच्ने म फोटोबाटै निकालिदिन्छु नि फोटो या भिडियोबाट निकालिदिन्छु त म अनि यसो फोटो नि खिच्नु पऱ्यो नि त होइन ल एउटा म फोटो खिच्छु है त गाइस गिफ्ट दे टी-शर्ट पनि कस्तो लागिरह बहिनी यहीँ लाउने भन ल कस्तो लागिरह अनएक्सपेक्टेड अँ राम्रो लाग्यो भन्दिन भन्दिन राम्रो लाग्यो कैसा लगा मेरा मजाक तपाईँले क्यामेरा त अनि बहिनीको मुखै पुऱ्याउनु भयो त आफ्नो बर्थडेको डेकोरेसन आफै गरे फर्स्ट टाइम कसैको ठिक छ ठिक ह्याप्पी न्यू इयर गरे बर्थडे गरे सरप्राइज हो नि त अनि कहाँ नि बर्थडेको हो ल ठिक छ दुईटा नरो है नरो रुना चाहिँ नरो यहाँ चाहिँ और 50 रुपया काट ओवर एक्टिंग के वजह शर्मिला अहिले रुममा गर्नुहुन्छ होला यहाँ चाहिँ वैशाली भिडियोमा दुईजनाको आफ्नो आफ्नो अगाडि केक छ होइन अब आफै आफैले चाहिँ ल अब ल विस मेक अ विस म यहाँ बजाउनु पर्यो ह्याप्पी बर्थडे त्यो नबजाउँ होला आफ्नै मुखले भन्नु नि कपिराइट आउँछ ल भयो ल उता ह्यापी बर्थडे भन्नु सबैजना कपिराइट गिटारले बजाउनु हुन्छ क्यान्डल ल आइसक्यो 1 2 3 4 5 ल भनौँ नि त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु दुईजना बहिनी दिदी बहिनी ह्याप्पी बर्थडे टु यु ल ह्याप्पी बर्थडे 2022 कस्तो लागिरहेको छ त नि नाम पनि रहेछ त भर्खर देखेको मैले भर्खर त देखाएँ नि जे जस्तो भर्खर देखेको मैले जे जस्तो 2081 मा भयो अब 2082 मा त्यस्तो नहोस् होइन नराम्रो थियो राम्रो थियो भने त रिपिट होस् होइन नराम्रो थियो भने चाहिँ त्यस्तो नहोस् होइन सबैलाई चाहिँ ह्याप्पी न्यु इयर अनिदेखि जति पनि दुईजना हाम्रो बहिनीहरूको बर्थडे पर्न गएछ उहाँहरूको आउने यो वर्षले चाहिँ उहाँहरूको डिजायरहरू चाहिँ सबै फुलफिल होस् यही शुभकामना हामी दिन चाहन्छौँ Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, happy birthday. Happy birthday to you. Yay, yay. अभी मजा आएगा ना सबभन्दा ठुलो हाम्रो दाइ हुनुहुन्छ दाइ सानो टुक्रा मुखभित्रदेखि नाकसम्म सानो टुक्रा गममै जुठो हालिदिनु है दाइ Happy New Year, दाइ। होइन खुवाउने पुरै खुवाउनु पर्छ भित्रै भित्रै
पछि यो त पक्नु न हो त्यसो लैजानु त किलो भइसक्यो मेरो भइसक्यो ठिकै छ नि त्यो भएर नि मुखमा लागिरहेको थियो हेर्नु दाइको कस्तो दामी देखिरहेको अनि खोइ त अनि सबै एक चरण बहिनीले खुवाउनु पर्यो नि त त्यो त आफूले खाने अलि यहाँ छ त्यत्रो अनि यत्रो एकैचोटि कमाइलो फोटो चाहिँ कसैले नखिच्नु फोटो त सिम्पली नै हो नि अब होइन सिम्टु होइन म फेरि खुवाउ सबैलाई म भिडियोमा चाहिँ हामीले पो सेम्टी भन्नु मिलेर त दुईजना त भन्न मिलेर त गरिराख नि त होइन गाइस अब फोटो पनि खिच्नु पऱ्यो है त ल कसलाई हो तपाईँको फ्यामिलीलाई ल ल फ्यामिलीलाई ल दाइ पकाउनु त यो भिडियो त्यो त्यही छैन यो भिडियो पकाउनु न तपाईँले ल पोर्ट्रेटमा मैले त बन्द गरेको छु है आफै हान्छु बुझेर गर्छ भनेर के लगाइन्छ ज्वाइँलाई चाहिँ मैले खुवाउनु पर्छ ए दाइलाई क्वालिटी यस्तो राम्रो आउँदो रहेछ हौ। तपाईँ केमा तपाईँले सिक्नु पर्यो नि बहिनीलाई खोजेर ल ल एकछिन मलाई तिमीलाई खुवाउने होला नि त होइन बिस्तारमा लाग्छ अब चाहिँ यहाँनिर दुईजनाले खुवाउ गर्नु पर्यो नि त ए रहा नहीं जाता तड़प ही ऐसी है ना म लगाइदिन तिमी राम्रोसँग खायो मैले लगाइदिन मजाले खुवाइदिन्छु नत्र भयो लगाइदिन्छु बिस्तारै बिस्तारै पछि ह्याप्पी बर्थडे बहिनीको पालो अब बिस्तारोमा लाग्छ अनि मैले उड्यो भने त हात चाहिँ छेकेको त मैले त बिस्तारै गरेँ थोरै माथि काट्नु क्या कहाँ आफै हुन्छ नि अब त वेस्ट गर्नु हुँदैन यस्तोले त्यही त होइन वेस्ट होइन यो युज हो युज भयो कहाँ युज भयो फेसमा मेरो यत्रो थाहा अप्सन छैन फेरि कता कता लाग्छ नि फेरि छैन ठुलो हेर्नु कस्तो चुच्चो छ त अनि काँडा होइन नि त केक हो ल ल ल आगर ल ल ल ल ल ल पिम्पल आउँछ र केही हुन्छ थोरै अब आज बर्थडेको दिन त लाउनु पर्यो नि त अरू दिन नलाउने ल है त बर्थडे पनि मनाइयो अब खाना खाएर चल्ती के भन्दैन लाग्यो भयो दाइ तपाईँको मैले तपाईँको यस्तो मैले ड्रोन सट हानिदिएको छु यस्तो गरेर ड्रोन सक्यो दाइ भयो ल यो ड्रोन सट हो खुवाउ बहिनीलाई खुवाउ दुईजना खुवाउ ल भन्नुहोस् न के छ त विचार के गरे के गरे के गरे तपाईँको मलाई कार्ड देखाउनुहोस् त पत्रकार कार्ड देखाउनुहोस् त तपाईँ जहाँ पायो त्यही क्यामेराले तिर्सिहाल्ने सोत गणतन्त्र भयो क्यामेरा तर्सिहाल्ने खै तपाईँ कार्ड देखाउनु अहिले म तपाईँलाई मानहालेको के हाल्छु म एउटा छ नि माइक मुखभित्रै छिराउने हो भने मलाई भाइरल भयो तर माइक छैन दाइसँग त्यही त गिम्बलै छिराइदिने भित्र सिँगै गिम्बलै क्वालिटी खतरा आएको यार खतरा 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 नयाँ नयाँमा त्यस्तै हो क्या म चाहिँ ल्यापटप किन्नु पर्यो अब साह्रै अब ब्याकअप भएन मेरो किन्नु न दाइ अलि मेमोरी बुक ल्यापटप होइन दाइ म्याकबुक भन्छ म्याकबुक किन्दैन म्याकबुक के लगेर बर्थडे कतिजना मलाई थाहै छैन बर्थडे गर्लको हिजो अनि आफै दिने हो त दुईजना जो काटेर खाले तल हामी पनि आउँछ पछाडि भिडियो गर्दै भित्रै तान्यो कतै आगो न ए लड्डु खाना नि केक त होइन नि त अनि लड्डु त गइहाल्छ नि मुखमा खै यहाँ देखेन कि तपाईँ त नाच्नु पर्छ त नि उता देखेन नि त अनि केही हुन्न उता देखिरहेको त
क्वालिटी लाउड छैन सो यहाँ सबैजना खाँदै हुनुहुन्छ कसैलाई खानु दाइ त हेरे हेरे हुनुभयो त हो के हो आप्पै दाइ भन्थ्यो